हाई साथीहरू नमस्ते सबैजना सन्चै हुन्छ होला वेलकम माई युट्युब च्यानल सन्तोष भट्टराई। हामी चाहिँ हिजो आयौँ अप्ठ्यारोबाट आयौँ अनि आएर अनि हतार खाना पकाएर खाएर सुतेको लाइन पनि थिएन। पानी परेको परे यता त पानी परिरहेको रहेछ उता त त्यस्तो घाम त्यस्तो गर्मी लाइन पनि थिएन। अनि मोबाइलको टर्चहरू बालेर खाना पकायौँ अनि खाना पकाएर खाएर सुतेको मान्छे अहिले यतिखेर 8 बजे उठेर नानीलाई स्कुल जान उठाउन ढिलो भइसक्यो। उठाउनु पर्ने पानी परेको परै छ बाहिर कस्तो जाडो छ बाहिर त पानी परेर पुरा राति पनि कत्रो पानी पर्यो लाइनै छैन। हिजो हामी आउँदा लाइन थिएन अहिले पनि लाइनै छैन। अनि यस्तै चाहिँ साथीहरू आएर हतार आएर खाना पकाएर हतारमा खाएको भिडियो सिडियो नबनाई त्यत्तिकै खायौँ अनि आज सुत्यौँ। अब अहिले उठेको तपाईँहरू पनि उठिसक्नु भइसक्यो होला यतिखेर अघि उठ्नुभयो तपाईँहरू त होइन। म पनि भर्खर उठेको बाहिर कस्तो जाडो छ पानी परिरहेछ। अब उठेर जाने खाना हतार बनाउने नानीलाई खुवाएर पठाउने स्कुल अनि भेट्नुपर्छ है त साथीहरू। हामी चाहिँ अब भात खाएको ल हेर्नु नै तामाको तरकारी नेपालीले खान जानेको हुन्छ अनेक थोक के अरे बाँस पनि पकाएर खाइदिन्छन् नेपालीले। मिठो भएछ हौ तर तामाको तरकारी सलाद साग टमाटर टिमुर धनियाँको अचार तामाको तरकारी सलाद। म चाहिँ दाल खान्न मलाई मन पर्दैन दाल सन्तोषले खानुभयो दाल म यहाँ छ देखाउन मिल्दैन के गर्नु। अब गरिब ब्लगर छु कि स्ट्यान्ड छैन। मिठो भयो बाँस पनि होइन खाना त खाएको यस्तो पाराले चाहिँ खाएको छैन क्या। पुरा पहिला हामीलाई आमाले तल गराउँदा कहिले नखाएको होइन खाएको कि खाना चाहिँ तर पहिला हाम्रो पुरानो घर थियो कि तल हो त्यहाँनिर हुँदा आमाले पकाउनुहुन्थ्यो परपरी भुटेर क्या आलु मिसाएर परपरी भुटेर दिनुहुन्थ्यो। त्यो चाहिँ साह्रै मिठो लाग्थ्यो। सन्तोषलाई चाहिँ फेरि भुटेको मन पर्दैन अरे मलाई चाहिँ त्यस्तरी मात्र पकाउन आउँथ्यो यसरी चाहिँ पकाउन आउँदैन थियो। आज पकाएको तर मिठो भएछ टमाटरहरू हालेर ग्रेभी पाराको क्या ग्रेभी नै चाहिँ छैन त्यस्तै पाराको तर मिठो भएछ। म चाहिँ आमाले पकाएको मात्र मिठो लाग्छ मलाई चाहिँ साह्रै मजाले भुटेर दिनुहुन्थ्यो क्या आमाले। त्यस्तो चाहिँ खाएको थियो यस्तो ग्रेभी चाहिँ खाएको छैन मिठो छ तर यो पनि खाएँ ल साथीहरू। हाम्रो आजको खाजा अहिले यहाँ कुकरमा चाहिँ थोरै देख्छु होला कि सन्तोषले खाइसक्नु भयो नि त मैले पनि यहाँ बटुकोमा हालेको छु त्यही भएर मिठो छ टेस्टी भयो कि। म चाहिँ नानी लिन गएको अब नानी आएर हेर कोही किचनमा बसेर खान्छन् कि उज्यालो खाजा लाइन आएको छ। नानी लिएर आउने नानी चाहिँ खाजा खाएर जान्छ चौरी गोल सिक्नलाई गएकोमा नानी लिन। कति साह्रो कुहिरो लागेको कति जाडो भएको कुखुरा खाइदिउँ कि क्या कुखुरा छ। नानी लिन म चाहिँ स्कुल आइसकेँ गल्यो उकालो चढ्दा अब नानीको स्कुलमा गएर भेट्नु। किन ज्याकेट खोलेको किन खोलेको ज्याकेट नजाने म त त्यो बाटो मामा कति फोरी यो उयो
नानी किन ज्याकेट खोलेको अरे यसो जाडोमा आतङ्बा भनेको आऊ अरे छिटो हैन कुहिरोले हेर्नु न साथीहरु हाम्रो दोकानै देखिदैन डेन्जर कुहिरो छ आज यस्तो जाडोमा हेर्नु न म ज्याकेट स्याकेट खोलेर पारा हारे उसको नानी आऊ त किन खोलेको अरे मोबाइल माग्ने मान्छेहरु मलाई भ्लग बनाउन नदिने मोबाइल मागेको माग गर्ने एकछिन हात खाली हुनु हुँदैन मागिहाल्नु पर्छ हैन हैन दिदीको पिछाडे अब आएर पछाडि बस्ने नानीबाट कुद्दै आउने यसलाई दिदीको पछाडि बस्ने बल हानेर कुदेर जानु सिकाएर अनि मैले एकछिन अर्को म चाहिँ नानी फुटबल सिक्दैछ नि त त्यहाँनेरि पुर्याइदिएर आएको अब छोडिदिएर आएको अब खेल्छ अनि भरे दादाहरूसँग आउँछ